हुन्छ, यहाँहरू सबैजनालाई फेरि पनि बाइबल सर्वे यानि कि पुरानो करारको अध्ययनमा स्वागत गर्न चाहन्छु। अस्ति हामीले उत्पत्तिको पुस्तकलाई हेरेको थियौँ, जहाँ चाहिँ अलिक धेरै नै कुराहरू भएको कारणले गर्दा अलिकति समय लिएका थियौँ भने आज चाहिँ हामी प्रस्थानको पुस्तकदेखि लिएर व्यवस्थाको पुस्तकसम्म मुख्य विषय र येशू ख्रीष्टका भविष्यवाणी सम्बन्धी हेर्नेछौँ। आउनुहोस् हामी अगाडि बढौँ। अनि यहाँनिर मैले चाहिँ चित्र यानि कि मेप ल्याएको छु, पुरानो समयको अथवा एन्सियन्ट मेप भन्दा पनि हुन्छ होइन। पुरानो समयमा इजरायली जातिहरू, परमेश्वरले चुन्नुभएका जातिहरू 430 वर्षको समय, लामो समय मिश्रमा बिताइसकेपछि चाहिँ उनीहरू मोसाको नेतृत्वमा निस्किएर आउँदै गर्दाखेरि कसरी निस्किएर आए भन्ने सन्दर्भमा हामी यो एउटा मेप मैले गुगलबाट लिएको छु। तपाईँले व्यवस्थाको पुस्तक 1 अध्यायको 2 पदमा हेर्नुभयो भने कादेश भन्ने मतलब यहाँनिर हरियो देख्दै हुनुहुन्छ होला, यहाँ हरियो लाइन छ नि माथिबाट है। यो चाहिँ तपाईँको यहाँदेखि गोसेन यानि कि इजिप्टबाट चाहिँ कनानसम्म पुग्नको लागि 11 दिनको बाटो मात्रै छ भनेर धर्मशास्त्र बाइबल व्यवस्थाको पुस्तक 1 अध्यायको 2मा लेखिएको छ। तर मानिसहरूको अनाज्ञाकारी र मानिसहरूले परमेश्वरको कुराहरू नसुनेको कारणले गर्दा उनीहरू चाहिँ 40 वर्षसम्म मरुभूमिको यात्रा गर्नु परेको। अनि त्यो यात्रामा परमेश्वरले कसरी सहायता गर्नुभयो, उहाँको शक्तिशाली बाहुलीले परमेश्वरले कसरी इजरायलीहरूलाई बचाउनु भयो भन्ने कुरालाई चाहिँ हामी हेर्न सक्छौँ। भने तपाईँको यहाँनिर हामीले रेड सी भनेर यहाँनिर एउटा सानो देख्न सक्छौँ। तर हेर्दा यहाँ सानो भए पनि विद्वानहरूको भनाइ छ र यो रेड सीको अहिलेको हेराइ हामीले हेर्दै गर्दा पनि लिटरल्ली हामीले गएर हेर्दा अथवा त्यो समयको उनीहरू क्रस गरेको यो जुन डिस्टेन्स छ नि, यो डिस्टेन्स हामीले हेर्दा चाहिँ तपाईँले गुगल सर्च गरेर पनि हेर्न सक्नुहुन्छ अथवा जिपिटी च्याटबाट पनि हेर्न सक्नुहुन्छ। 30 to 36 किलोमिटर भनेको छ। आमा विचार गर्नुहोस् त, यो सानो दूरी होइन, यो चाहिँ एकदमै ठुलो दूरी चाहिँ परमेश्वरले मोसाद्वारा चाहिँ 2 भाग पार्नु भएर इजरायलीहरू चाहिँ यहाँबाट यात्रा गरेको कुरालाई हामी पाउन सक्छौँ। भने उनीहरूको 40 वर्षको यात्रालाई चाहिँ हामी यहाँ पाउँदछौँ, जहाँ चाहिँ 11 दिन लाग्ने समयको दूरीलाई चाहिँ 40 वर्षसम्म उनीहरूले अनि भौतारिनु परेको छ परमेश्वरको वचन पालन नगरेको कारणले गर्दा। अब हामी प्रस्थानको पुस्तकलाई सुरु गरौँ। प्रस्थान भन्ने शब्द हामीले प्रस्थान भन्ने बित्तिकै चाहिँ प्रस्थानको अर्थ चाहिँ हो अगाडि बढ्नु, यानि कि हिँड्नु सुरु गर्नु अथवा प्रस्थान गर्नु। हामीले प्रस्थानको पुस्तकमा चाहिँ मिस्रबाट चाहिँ इजरायलीहरू चाहिँ मोसाको नेतृत्वमा परमेश्वरले मोसालाई छान्नुभएको थियो अगुवाको रूपमा, र उहाँको नेतृत्वमा परमेश्वरको सुरक्षामा चाहिँ उनीहरू प्रस्थान गरेको हामी पाउँछौँ, उनीहरू बाहिर निस्केको हामी पाउँछौँ। भने प्रस्थानको पुस्तक यानि कि एक्सोडस, यो पुस्तकमा मुख्य विषयहरू चाहिँ के छन् भन्दाखेरि चाहिँ मिस्रबाट उनीहरू मुक्ति भएको अथवा मिस्रको दासत्वबाट 400 वर्षको दासत्वबाट चाहिँ उनीहरू मुक्त भएको हामी घटनालाई पाउन सक्छौँ। 400 वर्ष भन्दै गर्दा चाहिँ तपाईँ हामीले इजरायलीहरू बसेको त मिस्रमा बसेको त 430 वर्ष हो बाइबल धर्मशास्त्र अनुसार। तर 400 वर्ष भन्दै गर्दा चाहिँ योसेफको समय अनुसार चाहिँ योसेफ त्यतिखेर मन्त्री होइन, तपाईँको फारोभन्दा सानो 1 कदम अथवा भनौँ न फारो राजा थिए भने उनी मन्त्रीको रूपमा चाहिँ भएको कारणले गर्दा उनको शासनकालसम्म चाहिँ 30 वर्षसम्म चाहिँ देशमा इजरायलीहरूले एकदमै सुख पाएको कुरा हामीले विद्वानहरूबाट बुझ्न सक्छौँ।
अनि तपाईँको 400 वर्ष चाहिँ उनीहरू एकदमै नरक जस्तो जीवन उनीहरूले बिताउनु परेको थियो, नोकर भएर है। अनि उनीहरूलाई चाहिँ परमेश्वरले भन्नुभएको छ, म तिमीहरूलाई चाहिँ मिश्र देशबाट दासत्वको घरबाट बाहिर ल्याउने छु भनेर चाहिँ प्रस्थान 20:2 भनेको हामी पाउँछौँ। अनि सिनै पर्वतमा मोसाले परमेश्वरबाट 10 आज्ञा पाए, त्यो घटनालाई पनि हामी पाउँछौँ। अनि परमेश्वरले चाहिँ विभिन्न कानुनहरू दिनुभयो अथवा लहरू, व्यवस्थाहरू दिनुभयो, हरेक कुराको तपाईँको सानोभन्दा सानो कुराहरू है, गाई बस्तुदेखि लिएर अनि छिमेकीमा भएको झै झगडादेखि लिएर कुनै मानिसले चोरी गर्यो भने अथवा सानो सानो धागोको कलरहरू पनि परमेश्वरले सबै कुराहरू चाहिँ अनि एउटा स्ट्रक्चर एउटा बनाइदिनु भएको हामी पाउँछौँ। परमेश्वर चाहिँ यति धेरै ख्याल गर्ने हुने परमेश्वर र सबै कुराहरू चाहिँ परमेश्वरले नै मानिसलाई चाहिँ एउटा म्यानेजमेन्टको एउटा मुख्य तरिकाहरू सिकाउनु भएको कुरालाई पनि हामी प्रस्थानको पुस्तकमा पाउन सक्छौँ। अनि पाल ट्याबरनेकल पनि भनेर भन्छ, निर्माण गरेको। त्यतिखेरको समयमा, मूसाको समयमा मन्दिर बनाइएको थिएन, तर पाल भन्दै गर्दा हामीले इजरायलीहरूको मन्दिर भनेर पनि बुझ्न सक्छौँ, जो चाहिँ सोलोमनले पछाडि गएर बनाए। तपाईँको यो पालमा चाहिँ परमेश्वर रहनुहुन्थ्यो अनि पवित्र स्थान गरूबहरूको बिचमा प्रभु रहनुहुन्थ्यो। अनि यो निर्माण गर्न पनि परमेश्वरले प्रस्थानको पुस्तकमा आज्ञा दिएको हामी पाउँछौँ। प्रस्थान 25:8 हामी पाउँछौँ, तिनीहरूले मेरो निम्ति एक मन्दिर निर्माण गरून् भनेको हामी पाउँदछौँ। अब प्रस्थानको पुस्तकमा हामीले भविष्यवाणी अथवा भविष्यवाणीको चित्रहरू कसरी हामी पाउँछौँ, येशूको विषयमा यसो हामीले पुरानो करार त सबै पुस्तकहरूमा येशू ख्रीष्टको बारेमा लेखिएको छ, येशू ख्रीष्टको बारेमा चर्चा गरिएको छ। प्रस्थानको पुस्तकमा चाहिँ हामीले कसरी येशूलाई देख्ने भन्दै गर्दा चाहिँ तपाईँको निस्तारको चाडको थुमाको रूपमा चाहिँ हामीले प्रस्थान 12:46 हामी पाउन सक्छौँ। यो जुन निस्तार चाडको थुमा उनीहरूले खाँदथे, त्यो थुमाको चाहिँ हड्डी भाँसेको अथवा टुटेको हुनुहुन्थेन। यो भविष्यवाणी चाहिँ प्रभु येशू कहाँ गएर पुरा भएको पनि हामी पाउँछौँ। अब थुमा त येशू ख्रीष्ट होइन, परमेश्वरले छान्नु भएको थुमा हुनुहुन्थ्यो, परमेश्वरको थुमा हुनुहुन्थ्यो। थुमाको रिप्रेजेन्ट गरेको त हामी पाउँछौँ निस्तार चाडमा। थुमाको रगतको होइन, रगत चाहिँ चौखटमा लगाएको यसरी माथि टपमा र साइडमा, मतलब हामीले एउटा क्रुसको एउटा सिम्बल जस्तो पनि हामी त्यहाँ देख्न सक्छौँ। अनि अर्को चाहिँ निस्तार चाडको थुमा चाहिँ खोट रहित हुनु पर्थ्यो, जसरी प्रभु येशू ख्रीष्ट नयाँ करारमा येशू ख्रीष्टलाई पवित्र र खोट रहित अनि पाउँदछौँ। त्यसरी नै येशू ख्रीष्टको एउटा भविष्यमा आउने येशू ख्रीष्टको एउटा चित्र चाहिँ हामी प्रस्थानको पुस्तकमा देख्न सक्छौँ। अनि येशू ख्रीष्टको बलिदानलाई पनि हामी त्यहाँ देख्न सक्छौँ, जुन थुमाको बलिदान हुँदै गर्दा चाहिँ प्रभु येशू ख्रीष्टको बलिदानको रूपमा चाहिँ एउटा छाया थियो वास्तवमा। अनि नयाँ करार चाहिँ पूर्णता हो भने यो चाहिँ एउटा पुरानो करार चाहिँ एउटा छाया जस्तो येशू ख्रीष्टको विषयमा देखाएको हामी पाउँछौँ। प्रस्थानको पुस्तक 17:6 पनि हामी पाउँछौँ, चट्टानबाट निस्किएको पानी होइन, जुन पानीले चाहिँ अनि जीवनदायी पानी भनौँ न, जीवन दिँदथ्यो मानिसहरूलाई। पानीको यस्तो साह्रो होइन तिर्खा थियो कि त्यो पानी पाएपछि उनीहरूले जीवन पाए, उनीहरू मर्नबाट। त्यसरी नै जीवनको स्रोत वास्तवमै हो भने प्रभु येशू ख्रीष्टलाई चाहिँ पहिलो कोरिन्थी 10:4 हामी भनेको पाउँछौँ। त्यो चट्टानबाट निस्केको पानी वास्तवमा येशू ख्रीष्ट हुनुहुन्थ्यो, अथवा त्यो चट्टान चाहिँ येशू ख्रीष्ट हुनुहुन्थ्यो भन्ने कुरालाई हामी देख्न सक्छौँ। अब हामी लेवीहरूको पुस्तकमा जाउँ।
हामीले सर्वे मात्रै गरेको कारणले गर्दा सबै कुरा हामीले डिटेलमा हामी डिपमा गएर कुनै पनि पुस्तकलाई हेर्न सक्दैनौँ, किनकि समयको अभावको कारणले गर्दा। तर लेवीको पुस्तकहरू हामीले अगाडि हेरौँ। यहाँनिर एउटा चित्र देख्न सक्छौँ जहाँ चाहिँ पुजारीहरूले चाहिँ अनि यहाँनिर एकजना पापी मानिसले बोकाको टाउकोमा चाहिँ हात राख्नु पर्दथ्यो। तपाईँले लेवी 16 अध्यायमा 2टा बोकाको कथा पाउनुहुन्छ, जहाँ चाहिँ एउटा बोका चाहिँ बलिदान अथवा पश्चाताप अथवा प्रयाश्चितको बलिदानको रूपमा चढाइन्थ्यो भने अनि अर्को चाहिँ जङ्गलमा लगेर छोडिन्थ्यो अथवा मरुभूमिमा लगेर टाढा टाढा लगेर चाहिँ छोडिन्थ्यो, जुन चाहिँ शिरमा हात राखेर प्रार्थना गरिन्थ्यो। अनि त्यो बोकामाथि सबै अधर्महरू पापहरू चाहिँ बोकाले लिएर चाहिँ टाढा जाँदथ्यो। त्यसरी नै हामी नयाँ करारमा येशू ख्रीष्टको जीवनबाट हामी येशू ख्रीष्टमा देख्न सक्छौँ कि उहाँले चाहिँ प्रयाश्चितको बलि थोमा हाम्रो लागि बन्नुभयो भने अर्को चाहिँ क्रुसमा उहाँले हाम्रो पाप सबै लिएर जानुभयो अथवा उहाँसँग लानुभयो। उहाँ वास्तवमा हामीदेखि अथवा इजरायलदेखि बाहिर पनि लानुभयो, तर उहाँले सधैँको लागि हाम्रोबाट दूर लगिदिनु भयो। अब हामी उहाँले जसरी बोकाले इजरायलीहरूको पापलाई टाढा लगे जस्तै होइन, वर्षमा एकचोटि लगे जस्तै येशू ख्रीष्टले चाहिँ हाम्रो सधैँभरिको लागि हाम्रो पापलाई चाहिँ उहाँले क्रुसमा क्रुसिफाई गरिदिनु भयो अथवा लानुभयो। त्यस कारणले गर्दा अब चाहिँ घरिघरि बलिदानको आवश्यक छैन, किनकि एकैचोटिमा त्यो बलि भयो, जुन चाहिँ बलिदानले चाहिँ अब हामी पापी छँदै धर्मीकरण गरियो। अब हामी पापी मानिसहरू हुँदै गर्दा पनि हाम्रो गल्तीहरूबाट हाम्रो जीवनबाट जानी अनजानमा हुँदै गर्दा पनि परमेश्वरले येशू ख्रीष्टमा हामी यदि पुरा विश्वास गरिराख्यौँ भने उहाँले चाहिँ के गर्नुहुन्छ, उहाँले हामीलाई क्षमा गर्नुहुन्छ, यानि कि हाम्रो क्षमा भएको चाहिँ उहाँले घोषणा गर्नुहुन्छ। लेवीको पुस्तकबाट लेभिटिकस पनि भनेर भन्छौँ, यो पुस्तकबाट चाहिँ हामी मुख्य विषय चाहिँ के हो भने पुजारीपन र बलिदानको कुरा अघि पनि हामीले चर्चा गरिसक्यौँ। पुजारीहरू छान्दथे, लेवीहरू चाहिँ सबै वास्तवमा 12 कुलमा लेवी कुल चाहिँ के हो, पुजारी। वास्तवमा लेवीको पुस्तकमा हामी शुद्धता पवित्रताको विषयमा बढी पाउँदछौँ, किनकि लेवीहरू चाहिँ उनीहरू पवित्र जीवन जिउन पर्दथ्यो। परमेश्वरको मन्दिरको सेवा गर्नेहरू उनीहरू चाहिँ छानिएका व्यक्तिहरू थिए लेवीहरू चाहिँ। अनि लेवी 11:45 हामीले सधैँ याद गर्नुपर्ने, परमेश्वरले भन्नुभयो कि तिमीहरू पवित्र हौ किनकि म पवित्र छु। आमेन। हेर्नुहोस् त, आज साँच्चै नै परमेश्वर पवित्र भएको कारणले गर्दा हामीलाई पनि पवित्र हुनका लागि चाहिँ के गर्नुहुन्छ, आह्वान गर्नुहुन्छ उहाँले हामीलाई। अब हामी सधैँ पवित्र हुन सक्दैनौँ, तर येशू ख्रीष्टको बलिदानद्वारा चाहिँ हामी पवित्र तुल्याइएका छौँ, पवित्रकरण गरिएका छौँ, पवित्र बनाइएका होइनौँ। बनायो भने फेरि फर्म बिग्रिनु सक्छ, तर अब येशू ख्रीष्टले चाहिँ उहाँले हामीलाई चाहिँ सार्नु भयो क्या, वास्तवमा पवित्रकरण गरिदिनु भयो। त्यस कारणले गर्दा अब प्रभुमा हामी येशूमा चाहिँ हामी निरन्तर विश्वास गरिराख्यौँ, उहाँलाई चाहिँ जीवनको अन्त्यसम्म हामीले छोडेनौँ भने चाहिँ के हुन्छ, उहाँले हामीलाई बचाउनुहुन्छ र परमेश्वरको इच्छा चाहिँ पुरा हुन्छ। किनकि प्रभु येशूमा जिउनेहरूले कोसिस गरिरहन्छन् अनि उनको जीवनमा भुल त्रुटि भए पनि। त्यस कारणले गर्दा परमेश्वरले भन्नुभएको वचनअनुसार तिमीहरू पवित्र हौ किनकि म पवित्र छु। येशूको भविष्यवाणी चित्र चाहिँ हामीले लेवीको पुस्तक 17 अध्यायको 11मा पनि हामी पाउँछौँ, रगतको प्रयाश्चितको विषयमा। जुन चाहिँ रगतमा चाहिँ जीवन हुन्छ, प्राण हुन्छ भनेर भन्छ है। अनि वास्तवमा रगत चाहिँ यस्तो साह्रो, तपाईँ हामीले रगतको विषयमा येशू ख्रीष्टले बगाउनु भएको रगतको विषयमा सोच्दै गर्दा सिम्पली सोचिरहेको हुन्छ कहिलेकाहीँ। तपाईँ हामीले यसो परिवारको विषयमा आफ्नो परिवार, आफ्नो छोरालाई अथवा छोरीलाई रगत बगाएर अथवा उसलाई काटेर अथवा उसको रगत बगाएर चाहिँ कसैको जीवन तपाईँले
बचाउन सक्नुहुन्छ? कल्पना गर्नुहुन्छ? विचार गर्नुहोस् त, कति खतरा कुरा हो। आफ्नो माया गरेको छोरालाई तपाईँले कसैको लागि बलिदान हुनको लागि, बचाउनको लागि दिनुहुन्छ, तर परमेश्वरले दिनुभएको छ रगतले। आज साँच्चै नै तपाईँ हामी चाहिँ सामान्य अथवा पृथ्वीको बहुमूल्य रत्न, धन सम्पत्ति, सुन चाँदी, हिरा मोतीले किनिएका होइनौँ, तर विचार गर्नुहोस् येशू ख्रीष्टको अनमोल रगतले। रगतमा चाहिँ जीवन अथवा प्राण हुन्छ। त्यस कारणले गर्दा हामीलाई जीवन दिनुभएको छ रगत बगाएर, रगतको प्रयासितले। आज साँच्चै नै त्यस कारणले गर्दा जुन प्रयासित प्रभु येशूले गर्नुभयो, अथवा हाम्रो निम्ति मध्यस्थ भएर उहाँले परमेश्वरमा क्षमा मागिदिनु भयो। वास्तवमा भन्नुपर्छ प्रभुलाई भन्नुभयो कि म यिनीहरूको लागि चाहिँ मरेको छु, अब यिनीहरू चाहिँ धर्मी भएका छन् भनेर प्रभु येशूले चाहिँ हाम्रो पक्षबाट वकालत गर्नुभएको छ। वकालत गर्नुभएको मात्रै होइन, तर उहाँले यो पनि भन्नुभएको छ, मेरो छोरा या छोरी, यदि तिमीले मलाई विश्वास गर्यो भने तिमीलाई म स्वर्ग लानेछु, अथवा तिमीले जान्दछौ कि बाटो, सत्य र जीवन म नै हो, मद्वारा बाहेक पिता कहाँ कोही पनि जान सक्दैन। हेर, आऊ छोरी, आऊ छोरा, जाउँ हामी स्वर्ग भनेर उहाँले हाम्रो हात पक्रेर चाहिँ स्वर्ग लान चाहनुहुन्छ। उहाँले हामीलाई प्रयासित गरेर हामीलाई बचाउनु मात्रै भएको होइन, तर उहाँले हामीले सँगसँगै स्वर्ग पनि लानु हुने प्रतिज्ञा गर्नुभएको हामी पाउँछौँ। मुक्ति, अन्तिम मुक्ति दिनुभएको हामी पाउँछौँ। अब हामी सरस्वती गन्तीको पुस्तकमा आइपुगेका छौँ। तपाईँले गन्तीको पुस्तकमा यहाँनिर यसरी पिक्चरलाई देख्दै गर्दाखेरि के अनुमान लाउनु भयो होला? मेरो एकदमै घाँटी यो भइरहेको कारणले गर्दा एकदमै यो भइरहेछ। यो पिक्चरमा तपाईँले हेर्दै गर्दाखेरि जुन यहाँ एउटा सापको होइन, यो तपाईँको तामाको साप बनाएर, कप्परको साप बनाएर चाहिँ परमेश्वरले एउटा काठमा उचाल्ने आज्ञा गर्नुभएको हामी पाउँछौँ मूसालाई, जहाँ चाहिँ यी इजरायली जातिहरूले यति साह्रो परमेश्वरले गर्नुभएको दया, परमेश्वरले गर्नुभएको महान कामहरू, चमत्कारहरूलाई चाहिँ बिर्सेर घरिघरि मूसासँग एकदमै विद्रोह गरेको कारणले गर्दा परमेश्वरले चाहिँ अनि उनीहरूको बिचमा यस्तो विषालु सापहरू पठाइदिनुहुन्छ जसले चाहिँ उनीहरू चाहिँ डसेर मर्दछन्। सबै नाश नहोस् भनेर उनीहरूले अन्तिममा चाहिँ उनीहरूले एकदमै प्रार्थना गर्छन्, परमेश्वरलाई पुकार गरेको कारणले गर्दा परमेश्वरले मूसालाई भन्नुहुन्छ, तैँले एउटा तामाको साप बनाएर चाहिँ तैँले एउटा काठमा चाहिँ झुन्डाइदे, जसले त्यो सापलाई हेर्नेछन् उनीहरू बाँच्नेछन् भनेको हामी पाउँछौँ। त्यसरी नै प्रभु येशू ख्रीष्टको सन्दर्भको कुराहरू आउँछ, काठमा झुन्डिनु हुने। कहिलेकाहीँ साप भनिसक्दा हामीले सबै दुष्ट सोच्छौँ, तर त्यो पनि होइन। साप पनि परमेश्वरले बनाउनु भएको सृष्टिको उहाँलाई मन परेको कुरा हो। उहाँले सृष्टि गरे जे पनि बनाउनु भयो, उहाँले यसो हेर्दा उहाँलाई राम्रो लागेको छ। त्यस कारणले गर्दा एउटा माध्यम मात्रै हो। साप हुनसक्छ, मान्छे हुनसक्छ, छिमेकी हुनसक्छ, आफ्नो परिवार हुनसक्छ। कतिचोटि दुष्टले चलाएर हाम्रो विरुद्धमा आउँछ नि, त्यस्तो हुनसक्छ। अब यो गन्ती भन्ने बित्तिकै तपाईँले गन्ती शब्दलाई ठ्याक्कै याद गर्नुपर्छ कि गन्ती भनेको 1 2 3 4 5 6 7 8 भनेर गन्ती गर्नु नै हो शब्द, त्यो गन्ती नै हो। वास्तवमा यहाँ गन्ती भन्दै गर्दा इजरायलीहरूको जनगणना अथवा गन्ती भएको हामी पाउँछौँ। यहाँ तल्लो पिक्चरमा हामी देख्न सक्छौँ। अनि गन्ती नम्बर्स यानि कि मुख्य विषयहरू चाहिँ इजरायलीहरूको जनगणना अहिले पनि मैले भनिसकेको थिएँ है। गन्ती 1 को 2 पदमा हामी पाउँछौँ, फल्नाको छोरा फल्ना, फल्नाको यति नाति यति भनेर यसरी भनेर एकदमै जनगणना गरेको हामी पाउँछौँ। तपाईँको यो जनगणनाले के देखाउँछ भने नि, यो किन आवश्यक छ हामीले पढ्न, किन यो राखिएको होला जस्तो लाग्छ। यसले यति साह्रो मुख्य कुरा बताउँछ कि धर्मशास्त्र यति साह्रो पक्का छ कि, यति साह्रो सत्य छ कि हरेक डिटेलमा होइन, पुर्खाहरूको विषयमा यति साह्रो राखिएको छ। अनि यस्तै प्रिजर्भ गरिएको छ होइन। परमेश्वरले यस्तै एउटा त्यो त्यत्तिकै मानिसहरूले नबुझ्ने भाषामा उहाँले आफ्नो महान शक्तिद्वारा एउटा मिराकल मात्रै गर्नुभएको छैन, तर बाइबल धर्मशास्त्रमा हरेक गन्ती, हरेक कुराहरूको लिखित
प्रमाणपत्र अथवा चर्मपत्र हाम्रो बिचमा चाहिँ दिनुभएको छ बाइबल धर्मशास्त्र, जुन चाहिँ परमेश्वरको मुटु हुनुहुन्छ अनि मुटुको ढोकढुकी चाहिँ येशू ख्रीष्ट हुनुहुन्छ। हालेलुया। अनि मरुभूमिको यात्रा र परीक्षाहरू। मरुभूमिमा उनीहरूले अघि हामीले मसाले साप बनाएर एउटा लट्ठीमा उठाएको हामी पाउँछौँ। त्यसरी नै धेरै उनीहरूले मरुभूमिको यात्रामा परीक्षाहरू सहनु परेको अथवा परीक्षामा परेका, उनीहरूले परमेश्वरको विद्रोह गरेको। तर परमेश्वरले चाहिँ जति नैचोटि उनीहरू विश्वासघात भए तापनि परमेश्वरको विश्वसनीयता हामी त्यहाँ देख्न सक्छौँ कि परमेश्वर चाहिँ विश्वासयोग्य हुनुहुन्छ। आफूले गर्नुभएको प्रतिज्ञामा उहाँ अटल हुनुहुन्छ। मानिसहरूले जति विद्रोह गरे पनि परमेश्वरले पुरै नाश गर्न भएन, बरु परमेश्वरले केही समय कुनै एउटा एज ग्रुपलाई बरु नाश गरिदिनु भयो, तिमीहरू जान पाउँदैन भनेर भन्नुभयो। लामो समय बढाइदिनु भयो, सङ्कटहरू विपत्तिहरू आए, तर परमेश्वरले पुरै नाश गर्नु भएन, मतलब सम्बन्ध पुरै तोड्नु भएन भनेको। अब तपाईँ हामी विश्वासीहरूले कहिलेकाहीँ हाम्रो परिवारमा छरछिमेकीमा पर्दा पुरै सम्बन्ध तोडेर हामी कहिले नफर्किनु चाहले हामीले गरेका प्रतिज्ञाहरू, म तिमीलाई माया गर्छु हाम्रो परिवार भनेर अथवा आफ्नो आफन्त भनेर गरेको पनि हामी पुरै तोड्छौँ नि। तर त्यसो गर्नु हुँदैन। परमेश्वरले यहाँनिर आफ्नो प्रतिज्ञा चाहिँ अब्राहम, इसाक र याकुबसँग गर्नुभएको प्रतिज्ञालाई निरन्तर राख्नका लागि केही न केही मानिसहरूसँग काम गरिराख्नु भएको हामी पाउँदछौँ। येशूको भविष्यवाणी चित्र चाहिँ हामीले कसरी देख्ने गन्तीमा भन्दै गर्दा चाहिँ मोसाले उठाएको जुन तामाको सर्प छ नि, जुन उचाल्दा चाहिँ जब उनले उचाल्दथे तिनलाई, त्यो सर्पलाई हेर्ने बित्तिकै मान्छेहरू बाँच्दथे। त्यसरी नै यूहन्नाको पुस्तक, सुसमाचार यूहन्नाको पुस्तक 3 अध्यायको 14-15मा हामीले हेर्छौँ भने येशू ख्रीष्टमा पनि, येशू ख्रीष्टलाई पनि जुन येशू ख्रीष्टमा उचालिनु हुनेछ अथवा येशू ख्रीष्ट, मैले यहाँ अलिकति मिस्टेक लेखेको छु, येशू ख्रीष्टलाई चाहिँ त्यसरी नै परमेश्वरले अब एउटा क्रुसमा उचाल्नु भयो भनौँ न, होइन। अनि उहाँमा विश्वास गर्नेले चाहिँ अनन्त जीवन पाउँछन्। त्यसरी नै जब त्यतिखेर मसाको समयमा सर्पलाई हेर्नेले जीवन पाउँदथे केही समय, होइन, शारीरिक मृत्युबाट बाँच्दथे भने यहाँ चाहिँ शरीर को मृत्यु पछाडि अनन्त जीवन जुन छ त्यसमा चाहिँ निरन्तरता अथवा अनन्त जीवन पाउने चाहिँ एउटा माध्यम चाहिँ प्रभु येशू ख्रीष्ट हुनुहुन्छ भन्ने कुरा चाहिँ हामी यहाँ देख्न सक्छौँ। अलिकति ब्याक गरौँ। यहाँनिर गन्तीको पुस्तक 24 अध्यायमा याकुबको तारा भनेर पनि हामी पाउँछौँ। गन्तीको पुस्तक 17 अध्यायमा बालम र बालकको कथा आउँछ। अनि तपाईँले त्यहाँनिर बालमले भविष्यवाणी गरेको याकुबको ताराको विषयमा, अनि एक तारा निस्किनेछन् जुन तारा चाहिँ प्रभु येशू ख्रीष्टलाई चाहिँ बताएका हामी पाउँछौँ। जुन तारा चाहिँ राजाको रूपमा र उद्धारकर्ताको रूपमा भनेर हामीले मत्तीको पुस्तक 2:2मा पनि हामी पाउँदछौँ। जुन याकुबको तारा चाहिँ येशू ख्रीष्ट नै हुनुहुन्थ्यो। डिटोनोमी यानि कि व्यवस्थाको पुस्तक हामीले हेर्दैछौँ। यो 5औं पुस्तक हो, मूसाको पुस्तकहरूमध्ये 5औं पुस्तक। अब मूसाको पुस्तकमा हामीले मुख्य विषयहरू चाहिँ मूसाको अन्तिम उपदेशहरू, करारको सम्झना, यसमा अलिकति रिपिट गरेको हामी वास्तवमा भन्नुपर्छ भने यो व्यवस्थाको पुस्तकमा चाहिँ रिपिट गरेको हामी पाउँछौँ। मुख्य कुराहरू परमेश्वरले दिनुभएका आज्ञाहरूलाई चाहिँ अनि उपदेशको रूपमा फेरि मूसाले एकचोटि करार सम्झना गराएको अनि उपदेश दिएको, होइन, तिमीहरूले आज्ञा पालन गर परमेश्वरको। तपाईँको व्यवस्था 28मा आज्ञा पालन गर्नेहरूका लागि आशिषका कुराहरू, अनाज्ञाकारिताले श्राप ल्याउँछ, तिमीहरूले दुःख पाउँछौ हेर भनेर पुरा सन्देश उपदेश दिएको हामी पाउँदछौँ। महान आज्ञा पनि हामी व्यवस्थाको पुस्तकमै पाउँदछौँ। महान आज्ञाको कुरा गर्छौँ नि हामी, होइन। तपाईँको नयाँ करारमा पनि आएर महान आज्ञाको कुराहरू छन् भने पुरानो करारमा पनि
महान आज्ञाको रूपमा चाहिँ तपाईँको 10 कमान्डमेन्ट्स व्यवस्था 6 अध्यायको 5 मा परमेश्वरलाई प्रेम गर भन्ने विषयमा चाहिँ अनि हामी पाउँदछौँ। आज साँच्चै नै मूसालाई परमेश्वरले दिनुभएको आज्ञा अनुसार आज येशूले पनि भन्नुभएको छ, व्यवस्थाका कुराहरू सबै रद्द गर्न आएको होइन, म पुरा गर्न आएँ र त्यो पुरा गरेको छु। तिमीहरूले महान आज्ञा चाहिँ के हो भनेर एकजना व्यक्तिले सोध्दै गर्दा चाहिँ प्रभु येशूले भन्नुभएको छ, तिमीले आफ्नो छिमेकीलाई आफूलाई चाहिँ प्रेम गर। अनि वास्तवमा त्योभन्दा अगाडि चाहिँ तिम्रो परमेश्वरलाई तिमीले आफ्नो सारा हृदय, सारा प्राण र सारा शक्तिले प्रेम गर। अनि अर्को पनि त्यस्तै छ भनेर चाहिँ छिमेकीको विषयमा भन्नुभयो। त्यसको मतलब चाहिँ हामी यहाँ देख्न सक्छौँ एउटा ब्यालेन्स। परमेश्वरले मानिसलाई, एउटा व्यक्तिलाई एउटा पृथ्वीमा भएको मानिसहरूसँगको सम्बन्ध, छिमेकी भन्दै गर्दाखेरि सबै मानिसहरू आफूभन्दा अर्को व्यक्तिहरूसँग र परमेश्वरसँग पनि सम्बन्ध एउटा प्यारलली कोअर्डिनेसन हुनुपर्छ भन्ने कुरालाई चाहिँ हामीले पाउँदछौँ। कहिलेकाहीँ डिसब्यालेन्स टाइपको सेवाकाई हाम्रो हुनसक्छ, तर परमेश्वरलाई प्रेम गर्ने सन्दर्भमा पनि परमेश्वरले उहाँलाई सारा शक्ति, सारा प्राण, सारा समझले प्रेम गर्ने र साथसाथै आफ्नो छिमेकी यानि कि आफूभन्दा अर्को व्यक्तिलाई पनि आफू चाहिँ प्रेम गर्ने कुरालाई बताउनु भएको हामी पाउँछौँ महान आज्ञाको रूपमा। अब येशूका भविष्यवाणी चित्र हामीले व्यवस्थाको पुस्तकमा चाहिँ 18:18 मूसा जस्तै अगमवक्ता आउने छ भनेर प्रभुले भनेको हामी पाउँछौँ। मूसा जस्तै अगमवक्ता चाहिँ एक दिन फेरि आउनेछ भने तपाईँको मूसाको समय पछाडि है, अथवा नयाँ करारमा येशू ख्रीष्टको विषयमा बताएका हामी पाउँछौँ। प्रतिज्ञा गरिएको अगमवक्ता चाहिँ एकदमै परम शिक्षक र मुक्तिदाता हुन्छन् भनेर प्रेरितको पुस्तकमा पनि 3:22 मा हामी पाउँदछौँ। मूसाको विषयमा त्यहाँनिर अनि आज साँच्ची नै मूसाले मानिस जातिहरूमा चाहिँ त्यतिखेर बताएका थिए कि एक दिन म जस्तै एउटा अगमवक्ता आउनेछन् जसले चाहिँ तिमीहरूलाई स्वर्गको विषयमा अथवा जुन कुराहरू बताउनेछन् त्यो कुरा चाहिँ तिमीहरूले सुन्नुपर्छ, बुझ्नु अथवा उहाँको आज्ञालाई पालन गर्नुपर्छ भनेर भनेको हामी पाउँछौँ। त्यसरी नै नयाँ करारमा हामी देख्न सक्छौँ परमप्रभुले, परमेश्वरले नै स्वयं चेलाहरूलाई पनि बताएका हामी पाउँछौँ कि यिनका कुरा सुन भनेर है, येशू ख्रीष्टको कुरा सुन्नको लागि। आज तपाईँ हामीले येशू ख्रीष्टले दिनुभएको हरेक आज्ञाहरूलाई हामीले सुन्न आवश्यक छ।